अर्जेन्टिना भर्सेस अस्ट्रिया। डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले 2026 विश्वकपको सुरुवात अल्जेरियामाथि 3-0 को शानदार जितसँगै गरेको थियो र त्यो जितसँगै फेरि एकपटक फुटबल जगतको केन्द्रमा छन् लियोनल मेस्सी। पहिलो खेलमै मेस्सीले विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बराबरी गरिसकेका छन्। अब विश्व फुटबल समर्थकहरूको नजर एउटै प्रश्नमा अडिएको छ, के आज लियोनल मेस्सीले अस्ट्रिया विरुद्ध त्यो इतिहास नै बदल्न सक्छन् होला त भन्ने। तर विश्वकपमा नामले मात्र खेल जितिँदैन। अस्ट्रियाले पनि आफ्नो पहिलो खेलमा शानदार प्रदर्शन गर्दै जोर्डन विरुद्ध 3-1 को जित निकालेको छ। उनीहरू पनि अर्जेन्टिनाको विश्वकप यात्रामा ठूलो झट्का दिन तयार छन्। तर जब दबावको कुरा आउँछ, जब इतिहास लेख्ने समय आउँछ, त्यसबेला अर्जेन्टिना र लियोनल मेस्सीलाई संसारका उत्कृष्ट टोलीहरूलाई पनि रोक्न कठिन पर्ने गरेको छ। यदि आज फेरि मेस्सीको जादु चल्यो भने केवल अर्जेन्टिनाको यात्रा राउन्ड अफ 32 तर्फ मात्र हुने छैन। सायद हामी फुटबल समर्थकहरू अर्को ऐतिहासिक रातको साक्षी बन्नेछौँ। आजको खेल अर्जेन्टिना भर्सेस अस्ट्रिया मात्र हुने छैन, इतिहास लेखिने रात हुनेछ।